के हो रेडबुल र यसले के असर गर्छ? बजारमा पाइने शक्तिवर्धक रेडबुलमा क्षणिक समयका लागि शक्ति बढे जस्तो हुने रासायनिक पदार्थहरूको प्रयोग भएको हुन्छ। विभिन्न समयमा गरिएका अध्ययनले यसको पुष्टि गरे पनि नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो तथ्यलाई जान्दा जान्दै यसको उत्पादन र बिक्री वितरणमा रोक लगाउन सकेको छैन। गोर्खा ब्रुअरीले भने रेडबुल र स्मर्बी जस्ता उत्पादन आफूहरूको नभई अन्तर्राष्ट्रिय ब्रान्ड भन्दै सरकारी निकायलाई नै प्रभावित र भ्रमित बनाउने काम गर्दै आएको छ। रेडबुलमा मिसाइने रासायनिक पदार्थले मानिसहरूको मुटु कलेजोमा प्रत्यक्ष असर गर्ने डेनमार्कमा 5 वर्ष अघि गरिएको एक अध्ययनले पुष्टि गरेको थियो। रेडबुलले गर्ने मुख्य असरहरू: नम्बर 1, नियमित व्यायाम नगरी रेडबुल पिउँदा मुटुको पम्प रेट बढ्ने र हृदयघात हुने समेत हुने गर्दछ। नम्बर 2, रेडबुललाई रक्सीसँग मिसाएर खाए सिधै कलेजोमा असर गर्छ। नम्बर 3, यसमा कोमामा राखिएका बिरामीलाई होसमा ल्याउन प्रयोग गरिने भिटामिन B12 प्रयोग गरिएको हुन्छ, जसले सामान्य अवस्थाका मानिसको स्वास्थ्यमा गम्भीर आघात पुर्याउँछ। नम्बर 4, रेडबुल दैनिक पिउने गर्नाले यसको असर सीधा नसामा पर्छ, जसले मानिसलाई सधैँ रक्सी र बियर तथा अन्य नशालु पदार्थ सेवन गर्ने बानीको विकास गराउँछ। नम्बर 5, रेडबुलमा त्यस्तो तत्व हुन्छ जसले मुटुलाई थोरै शक्ति नै पम्प गर्छ। यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दै मुटु रोग लाग्ने सम्भावना हुन्छ। रेडबुल खाएर शक्ति बढ्ने हल्लाको आधारमा भर्खरका युवाहरू मात्रै नभएर पाका मानिसहरू यसको सेवनमा लालच भएको देखिन्छ। काम गरेर थाकेकाहरू शक्ति बढाउन भन्दै यस्ता हानिकारक पदार्थहरू अज्ञानवश सेवन गरिरहेको सार्वजनिक रूपमा देख्न पाइन्छ। यसले रगतलाई बाक्लो र चिपचिपे बनाउने हुँदा हृदयघातको बढी सम्भावना हुन्छ। रेडबुल पिएको केही क्षणमै मानिसहरूको रक्त सञ्चार र मुटुको गतिमा फरक महसुस हुन्छ। तर यो तथ्यलाई गोर्खा ब्रुअरीले अस्वीकार गर्छ। उल्टै प्रतिप्रश्न गर्दै उसले भन्छ, कसले खाने कसले नखाने भनेर लेखिसकेपछि हामीले सबै ठाउँमा पुगेर नखाऊ भन्न सकिन्छ र? गोर्खा ब्रुअरी प्रश्न गर्छ। जनचेतनाका कारण धेरै मानिसले यस्ता उत्पादनहरूको सेवनमा कमी ल्याए पनि सबैलाई अझै पनि यसको बारेमा पूर्ण ज्ञान हुन नसक्दा बिक्रीमा खासै कमी आएको छैन। शिक्षा र जानेबुझेका मानिसहरू अहिले रेडबुलदेखि गोर्खा ब्रुअरीले भर्खरै बजारमा ल्याएका स्मर्बी जस्ता पेय पदार्थ पिउँदैनन्। यसको खास उपभोक्ता भनेका साधारण लेखपढ गर्ने न्यून आय स्तरका मानिसहरू र स्कुले विद्यार्थी रहेका छन्। नेपालमा गोर्खा ब्रुअरी अन्तर्गतको जीबी मार्केटिङ प्रणालीले रेडबुलको आयात गर्दै आएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार जीबी मार्केटिङ सहित 1 दर्जन कम्पनीले विभिन्न पेय पदार्थ आयातको लागि अनुमति लिएका छन्। यस्ता पदार्थ आयात गर्ने कुरामा विभाग र गोर्खा ब्रुअरी बीच विवाद हुने गरे पनि गोर्खा ब्रुअरीका प्रमुख राजेन्द्र खेतानले माथिबाट दबाव दिएर रेडबुलको बिक्री गराउन सफल हुँदै आएको विभागका एक कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन्।